सहर सुतिरहेको थियो, तर मेरो मन भने अझै जागै थियो। अचम्म लाग्छ है, दिनभरि हामी मानिसहरूको बीचमा हुन्छौँ, तर आफ्नै मनसँग कुरा गर्ने समय रातले मात्रै दिन्छ। यी सडकहरू हेर्दा लाग्छ सबैको आफ्नो गन्तव्य छ। कोही घर फर्किँदैछन्, कोही आफ्नो सपना पछ्याउँदैछन्, र कोही सायद म जस्तै आफूबाट भागिरहेका छन्। कहिलेकाहीँ सोचिन्छ, हामी जीवनमा यति धेरै कुराको पछाडि किन भागिरहेका छौँ? धेरै पैसा, ठुलो घर र ठुलो नाम, तर अन्त्यमा रातको यस्तो सुनसान सडकमा आएर बुझिन्छ हामीले चाहेको कुरा सायद धेरै थिएन। बस मन शान्त हुने एउटा ठाउँ, आफ्नो कुरा बुझ्ने एउटा मान्छे, र आफूलाई आफैसँग हराउन नदिने थोरै साहस। जिन्दगी पनि यही सडक जस्तै रहेछ। अगाडि के छ पुरै कहिले देखिँदैन। हेडलाइटले जति देखाउँछ हामी त्यति मात्रै देख्छौँ, तर पनि हामी कहिले रोकिँदैनौँ, किनकि सायद जीवनको सुन्दरता नै यही हो, सधैँ अगाडि बढिरहनु। सबै उत्तर थाहा नभए पनि अर्को मोडतिर अघि बढिरहनु, र सायद कुनै दिन यो लामो यात्राको अन्त्यमा पुगेर पछाडि फर्केर हेर्दा हामीलाई थाहा हुनेछ हामीले खोजेको गन्तव्य होइन रहेछ भन्ने थाहा हुनेछ। हामीले त बाटोभरि आफूलाई नै खोजिरहेका रहेछौँ।